सो हे गाइस वेलकम ब्याक टु माई च्यानल। के छ तपाईँहरूको हालखबर? आइब सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र आज चाहिँ अलिकति चाहिँ टेन्सन भइरहेको छ किनकि मेरो टाउको फुटाए जस्तो भएको छ। अब तपाईँहरूले अब किन टाउको फुटाए जस्तो भएको होला भनेर सोचिराख्नु भएको छ होला होइन? बताउन लायक नै छैन क्या यो चाहिँ। टाउको फुट्नुको कारण चाहिँ यसको टाउको फुट्यो अनि मेरो फुटाए जस्तै भएको छ। पुरै भयङ्कर एक्सिडेन्ट भयो। मलाई चाहिँ अलिकति हातमा चोटहरू र अलिकति खुट्टामा चाहिँ अलिकति लाग्यो, बच्यो भनौँ न। तर रातिको ट्राभल गर्दाखेरि चाहिँ एकदमै सेफ भएर चाहिँ एकदमै ध्यान दिएर चाहिँ ट्राभल गर्नुपर्छ भन्ने कुरा चाहिँ दिमागमा आयो होइन। त्यही हो। अब चाहिँ म यसलाई बनाउन जानु आँटेको। अलिकति टेप सेप लिएर आएको छु म। यहाँ त्यहाँनिर टेप ल्याएको छु कि यस्तो। अनि टालटुल त गर्नु पऱ्यो होइन? टालटुल अब खस्छ, बाटैमा खसिदिन्छ जस्तो छ कि। अनि यस्तो पुरै घात्राङ घुत्रुङ भइरहेछ। अब यसलाई गएर चाहिँ म अलिकति बनाउँछु। त्यही हो गाइस है। भिडियोलाई माया गरिदिनु होला। अनि मलाई अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ अब अलिकति युट्युबमा जाँगर पनि आइरहेको छैन कि। अनि मान्छेहरूले हेरिदिनुहुन्न नि त। अनि युट्युब छोडिदिनु कि जस्तो पनि लागिरहेछ। तर नेभर। मैले मेहनत चाहिँ मैले कन्टिन्यू गर्ने छु होइन। भोलिको दिनमा राम्रो होला नहोला तर थाहा छैन, तर मेहनत चाहिँ कन्टिन्यू नै हुन्छ। त्यही हो। त्यो थट चाहिँ आउँदो रहेछ क्या दिमागमा, केही नै हुन्न। तर एक मनले सोच्छु होइन, हरेस चाहिँ खानु हुँदैन जीवनमा होइन। जस्तो सुकै भए पनि चाहिँ मेहनत चाहिँ छोड्नु हुँदैन। आज नहोला भोलि नहोला तर पर्सि त हुनसक्छ नि त होइन। त्यही हो गाइस है। यो चाहिँ म यहाँ लेग गार्ड पनि छ मसँग होइन। अनि त्यो लेग गार्ड पनि फेरिदिन्छु। अनि पुरानो लेग गार्ड थियो कि, यसलाई चाहिँ फेरिदिनु पर्यो। अब यसको हो कि होइन, लाग्छ कि लाग्दैन भन्ने कुरा भएको हुँदैन। अनि यहाँ पुरै खतमै भएको कि हुन पनि ओइमा कसम हेर्नु त। अब यसको पुरै के पुरै गाहा खतम भएको यार। माटिङभित्र पनि असर पर्यो होला यस्तो त भए ल। फङलङ्गै निस्किन्छ। खतम भएको त्यही यो गाइस है। दुःख लागिरहेछ पैसा नभएको बेलामा। 40 रुपियाँ छ बाइक बनाउन हिँड्नु परेछ जिन्दगी। त्यही हो साथीहरू। अब त्यही अब गएर मैले चाहिँ बनाएँ होइन। अलिकति पैसाको गाँडे गुलेती भयो। ठिकै छ, हुन्छ होइन, नहुने कुरा होइन। मान्छेलाई पर्छ, पढ्ने चिज पनि पर्छ, नपढ्ने चिज पनि पर्छ। कहिले सुख कहिले दुःख। कसलाई के खाने यसलाई भन्ने अब के को सेतो रोटी गुड्ने हो न। अनि सेतो रोटी मनी अनि प्याज काट्ने अनि आलु उमाल्ने। ठुल्ठुला आलु त छैनन् लिनुहुन्छ। अनि प्याज लिने अनि प्याज नि लिन पर्छ। यो परोठाको अनि रेसिपी खुर्सानी लिन पर्छ। धनिया नि लिन पर्छ। अरु अरु अनि मसला चाहिँ के हाल्ने त? मसला हाल्न। मसला त हाल्दैनन्। केमा मसला हाल्छन् अनि बनाउँछन् परोठा। कुन परोठा हो त? हैन खाली परोठा के हाल्ने त्यो परोठा भित्र? बस त आलुलाई उमालेर यस्तो गर्ने अनि प्याज काट्ने अनि हाल्दिने अनि यस्तो गर्ने अनि अनि खुर्सानी हाल्ने अनि प्याज हाल्ने अनि त्यो हाल्ने होइन। अनि यस्तो बच्चा देख्नु भयो कहीँ? त कसको बच्चा छ रे? भन्दा त मम्मीको। तेरो बाबाको नाम के हो? बाबाले हाल्नुहुन्छ नि इन्द्र नाम माधुलाले पुष्पा छुकेगा नाइ। कस्तो रे? पुष्पा नाइ छुकेगा नाइ सक्ला। एकचोटि रामसँग यता 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 ल रामसँग गरिदिएर पुष्पाको डाइलग ल। कस्तो गर्छ होला? यहाँकै यहाँ देख, यहाँ हेर्छन् कि मान्छेहरू। ल
हाम्रो भ्युअर्सहरुले हेर्नुहुन्छ कि देखाइदेऊ न ल पुष्पाको डाइले देखाइदिनु म छोड्दिन्छु कस्तो रे यस्तो 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 पुरै त्यो बच्चा हो कि के थाहै छैन लास्ट गफ छिडाइज मैले भिडियो अफ गर्दै नि फेरि के माछा ल चरी भयो ल गरिदियो रे यहाँ आइज के ल छिटो त्यो साथीहरूलाई हेलो गरिदियो रे ल हेले हेले ल पुष्पराज झुकेको नै साला एकचोटि वान मोर कस्तो तेरो पापाले मलाई के गर्छ तेरो पापाले मलाई के गर्छ तेरो पापाले मलाई के गर्छ नगर्नी अबदेखि चाहिँ मसँग बोल्ने होइन फेरि बोल्छ नै कस्तो हालिदिएर मैले त्यसो भनेको सबलाई हालिदिए रहेछ के भनेको राम्रै त हो नि के हो के हालिदिएको र त्यसै अस्ति चाहिँ मैले मम्मीलाई प्राङ्क गराएको थिएँ मम्मीलाई चाहिँ अलिकति चाहिँ मन दुखेछ होइन के भनेको सबै कुराहरू हालिदिस् तैँले नहाल्नु पर्ने भनेर भन्नुभएको छ यहाँ आज त मासु खानु पर्यो मासु कि मासु यसले हेरिरहेछ मलाई के हुन्छ समातेर आज ड्याडी माछा मार्न गएन किन माछा मार्ने हो कि नै माछा माछा मार्ने हो कि नै भन्छ किन किन माछाको मम्मी पापा माछाको मम्मी बाबा भयो भने नमार्दिनी के हुन्छ मारेपछि के हुन्छ कसलाई ओके गाइस आजको लागि भिडियो यति नै मन पर्ने लाइक कमेन्ट सेयर गरिदिनु होला अन्तिमसम्म हेरिदिनु जस्तो हेरिदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद धेरै माया